ल सुरु गरौँ। कन्ट्रोभर्सी अलिअलि आयो तर कन्ट्रोभर्सी सुन्नु खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चिज बिर्सिने पद गएपछि राजा चाहियो। अब जलवा है हमारा। एउटा नेताको छोरी पनि म माथि ट्याग छ के नेताको छोरी ट्याग होइन, तपाईँ नेताकै छोरी हो। सुनकाण्डको छानबिन अब अघि बढाउनुहुन्छ। गृहमन्त्री तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो, अब सार्वजनिक गर्नुहुन्छ। बिस्तारै हुन्छ त्यो सबै कुरा, कहिले बिस्तारै हुन्छ। कहिले यो तिथि मिति गरेर तुम भन्नुपर्छ, मैले तपाईँसँग पर्यो नि। किन जनतालाई नभने कसलाई भन्नुहुन्छ? जनताले मत दिएर तपाईँ मन्त्री हुनुभयो होइन? रवि लामिछानेजीको संलग्नताका सन्दर्भमा पहिलो जाहेरी, दोस्रो जाहेरी, जाहेरी दर्ता गरेको वा नगरेको अदालतमा विचाराधीन यी विषयमा प्रतिनिधि सभा बाँडिएको थियो, हामी बाँडिएका थियौँ। तपाईँहरू त्यो जाहेरी छ कि छैनमा बाँडिया होइन, भाग कसले खानेमा बाँडिएको। थापालाई कसरी चिन्छन् भने यो अनुहार यो शरीर तपाईँको हो, यो अनुहार यो शरीर तपाईँको हो, यहाँ भित्रको आत्मा केपी ओलीको हो भनेर चिन्छन्। गजब बेइज्जती है। राजतन्त्र किन समाप्त गरे? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो। जस बेला तपाईँहरूलाई राजा बनाउन सदैव प्रश्न गर्ने अधिकार जनतालाई भएको कारण पनि त्यही हो। जे छ त्यसलाई एक्सेप्ट गर्ने। प्रश्न गरे पछाडि त फेरि जवाब आइहाल्छ क्यारे उताबाट। कताबाट होला? तपाईँहरूको टाउकोतिर। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? रवि लामिछाने नभएको भए तपाईँ आजको दिनमा पनि मेगा अस्पतालमा या अन्त कतै सेतो एप्रोन लाएर बिरामी जाँच्ने बाहेक अर्को तपाईँको हैसियत हुन्थ्यो? मसान पनि आउँछन् भन्नुहुन्छ हो। बडो गजब सुनिन्छ है तपाईँहरूको कुरा। हामी धार्मिक मान्छे नि, धर्ममा विश्वास गर्ने रीति। धार्मिक हुनु त राम्रो, अन्धविश्वासी हुनु चाहिँ राम्रो होइन। धेरै गरम तपाईँ भन्नुहुन्छ ब्याङ्कहरूलाई मान्छेहरूले अप्रिसिएट किन गर्दैनन्? यो एक त निराशाका कुरा बढी गर्ने मान्छेहरू बढी भएर हामीले पनि बिचमा अलिकति बदमासी गर्यौँ। ब्याङ्करहरू चुकेको एउटा त्यही ठाउँ हो, त्यो बाहेक अन्त ब्याङ्करहरू चुकेको छैन। चुकेको होइन, ब्याङ्कहरूले लुटेको भनिदिउँ न त्यहाँ त। नेपालमा कति राजा भए? अहिले त झन्डै 1000 जति। तेजाबाबुले नै मलाई चाहिँ अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरा मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अच्छा, अलिक मान्छे मारिदिनुहोस् भन्नुहुन्थ्यो। कार्यपालिका चाहिँ यो व्यवस्थापिकाप्रति सधैँ उत्तरदायी हुनुपर्छ। तपाईँ त यति नालायक रे प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न, जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ अरे। तपाईँ वरिष्ठ नेताहरू हुनुहुन्थ्यो 9 जना, तपाईँ जतापट्टि फर्किदियो, जतापट्टि लाग्दियो त्यो बलियो खेमा बन्थ्यो। तर तपाईँ चाहिँ म मात्रै होइन, तर तपाईँ चाहिँ बाँदरको पुच्छर जस्तो लौरो न हतियारको भूमिकामा रहनुभयो। प्रधानमन्त्री भनेको यो व्यवस्थामा सर्वोच्च मान्छे हो। दुवै हातमा अधिकार हुन्छ, पर्याउँदा खुट्टामा पनि अधिकार हुन्छ। त्यस्तो मान्छेले ज्ञानेन्द्रलाई कहिले जेल हाल्नु भएन र अहिले कार्यकर्ताको ताली आउनलाई तिमी भाइ मारा हो भन्नुहुन्छ क्या? तपाईँ ढुक्क हुनुहुन्छ ज्ञानेन्द्र भाइ मारा हुन्, उनलाई जेल हाल्नुहुन्छ? तपाईँ प्रधानमन्त्री बन्नुभयो भने अब चाहिँ ज्ञानेन्द्रलाई जेल हाल्ने। त्यहाँ चाहिँ यहाँले 5 मिनट बोल्ने हो। 5 मिनट जानेर चाहिँ आउन अनि भूमिका भन्दाखेरि 5 मिनट। त्यस्तो चाउरिएको मरिज भएर तपाईँ किन बस्ने त भने? मलाई त्यहाँ पठायो, छोडिदिनुहोस् न त्यो सभा। फाट छोड। अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यस बेलासम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ। ए तपाईँलाई जनताको करबाट तपाईँको घर चल्छ? घर छैन। केपी ओली प्रधानमन्त्री र राजा ज्ञानेन्द्र या हृदयेन्द्र को हो, यसरी पनि जान सकिन्छ भन्नुभयो र उहाँहरूको प्रदर्शन जुन उत्साहपूर्ण देखिया छ
त्यसले तपाईँहरू जो गणतन्त्रका लागि लडेका भन्नुहुन्छ तपाईँहरूको मनमा त ढ्याङ्ग्रो ठोक्या होला नि। अर्को अन्तर्वार्ता गर्दा तपाईँलाई मैले यही देखाएर फेरि सोध्नु नपरोस्। पर्दैन मलाई नेताले बोलेको साँच्चै होइन, फुल कम्प्लिमेन्ट हो। विश्वासै लाग्दैन मलाई। तपाईँहरूले यो बिचमा के गर्नु भएछ भने सामान्य मैले डाटा खोजेर ल्याएको होइन, यो बिचमा सङ्घीय संसदमा मात्रै 6 पटक विश्वासको मत लिने काम गर्नु भएछ प्रधानमन्त्रीहरूले। यो के नाटक मञ्चन गर्यो? हेरिहाल्छन् नि। तपाईँलाई बाँच्नलाई जागिर दिनलाई हामीले किन बोकेर बस्ने त? तपाईँलाई निकालिदिने, ताकत छ भने निकालिदिने। छोडिदिनुहोस् न, मैले जे योगदान गरेको छु नेता निकाल्ने ताकत हामी जनतासँग भएको भए भन्नुभयो नि। मलाई अहिले यो मुलुकले पाल्नुपर्छ भन्नुभयो, त्यसको त ब्याजको स्याज खाइसक्नु पनि। कतिचोटि मन्त्री हुनुभयो थाहा छ? 3 चोटि मन्त्री हुनुभयो, उप प्रधानमन्त्री हुनुभयो, सांसद हुनुभयो, कति पुस्तालाई पुर्याउनु भयो? ल्याउनुको निम्ति मैले काम गरेको छु। कुन अवस्था? नेता भ्रष्ट हुने, नेता मोटाउने, जनता दुब्लाउने, यो अवस्था। यो मुलुक यस्तो मुलुक बन्यो कि अहिले के गरे पनि तपाईँलाई चाहिँ सुकै पाउनु। कसले बनाएको यस्तो? तपाईँहरूले बनायो होइन? सबै दोष पोलिटिकल पार्टीले मात्रै लगाउने कि जनतालाई पनि लगाउने? यो जनताले यस्ता पोलिटिकल पार्टीलाई किन चाहिँ त्यस्तो चाहिँ गर्ने ठाउँ पुर्याएको? सुन्नु न, कसैलाई बहुमत दिए के हुन्थ्यो गणतन्त्र आएपछि? किन नदिएको? तपाईँहरू बहुमत दिने जस्तो अनुहार छ त तपाईँहरूको? म्युजिक तपाईँले किन यसरी सोध्नुहुन्छ पुस्तालाई पुर्याउनु भयो भनेर? तपाईँले किन यसरी सोध्नुहुन्छ पुस्तालाई पुर्याउनु भयो भनेर?